नमस्कार, तपाईहरुलाई नेपाल पूर्वाधार.com मा स्वागत छ। आज हामीसँग समसामयिक जलविद्युत ऊर्जाका विषयमा कुराकानी गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका महासचिव बलराम खतिवडा हुनुहुन्छ। बलराम खतिवडालाई स्वागत छ सर। हस्, धन्यवाद। देशैलाई सर्वप्रथम नेपाल पूर्वाधार सुरु गर्नु भएकोमा यहाँलाई एकदम शुभकामना दिन चाहन्छु। साथसाथै 2009 वर्ष 2082 को शुभकामना दिन चाहन्छु। कुराकानीलाई आजको विषयलाई अगाडि बढाउनु विद्युत विधेयकले चाहिँ संसदको समिति हुँदै उपसमितिमा छलफलमा छ। संसदीय समितिमा छलफलमा अन्तिम चरणमा छ। यो विद्युत विधेयकमा चाहिँ निजी क्षेत्रले विभिन्न कुराहरू उठाएर चाहिँ यसमा आपत्ति पनि जनाइरहेको अवस्था छ। विद्युत विधेयक यस्तै पास भयो भने चाहिँ निजी क्षेत्रले चाहिँ त्यस गर्नु हुँदैन, त्यसलाई चाहिँ पास गर्नु हुँदैन भन्ने अवस्था छ। खास गरी तपाईहरुको त्यो विद्युत विधेयकमा चाहिँ आपत्ति अथवा चाहिँ तपाईहरुले चाहिँ गर्नु हुँदैन भन्ने विषय अथवा चाहिँ पोइन्टमा भन्दा चाहिँ तपाईहरुको चाहिँ केमा चाहिँ आपत्ति हो विद्युत विधेयकमा चाहिँ? यसमा पहिल्यै सिधै हामी पहिल्यै जाँदाखेरि पहिलो कुरो यसको चाहिँ लाइसेन्स जुन लिने प्रक्रिया छ त्यो प्रतिस्पर्धा लिन्छ र सिङ्गल नेपालीहरूलाई मात्रै प्रतिस्पर्धा गर्नुपर्ने, विदेशीलाई प्रतिस्पर्धा गर्नु नपर्ने खालको प्रावधान छ। एउटा यो प्रतिस्पर्धामा चाहिँ हाम्रो चाहिँ सहमति छैन। जस्तो पिकेमा प्रतिस्पर्धा होइन, त्यसले गर्दा चाहिँ यसको चाहिँ यो अब स्वामित्व हस्तान्तरण, लाइसेन्सको अवधि, यो कुराहरूमा चाहिँ हाम्रो चाहिँ आपत्ति छ। अब यसको छलफल गरेका छौँ, मन्त्रीज्यूलाई पनि भनेका छौँ, विभिन्न समितिमा पनि हामी गएर भनेका छौँ। अब छलफलमा बोलाइएको छ। अब तपाईँको कुरा समेटेर मात्रै हामी चाहिँ अगाडि बढ्छौँ भनेर चाहिँ हामीले आश्वासन पाएको छौँ। तैपनि अहिले हामी हेर्दैछौँ, रोक्नु हुने अवस्था अहिले पनि छैन। भनेको लाइसेन्सको अवधि चाहिँ 30-35 वर्ष होइन कि त्यो चाहिँ सरकारको 30 वर्ष र 35 वर्षमा सरकारको नाममा अथवा सरकारी गर्नु भन्ने प्रावधानमा तपाईँहरूको आपत्ति हो? होइन, त्योभन्दा पहिला विद्युत ऐन 2049ले जुन दिएको छ यसको चाहिँ अधिकतम 50 वर्ष हुने भनेको छ। हामीले चाहिँ त्यो ऐनले दिएको चाहिँ सुविधा पाउनु पर्यो भन्ने हाम्रो कुरा भनेको सरकारीकरण हुँदैन भन्ने हो तपाईँको? त्यसपछि स्वामित्व हस्तान्तरणमा आउँछ। स्वामित्व हस्तान्तरण 2049 अन्तर्गत हामीले जति पनि अहिले विकास भएको छ त्यो चाहिँ हामीले यो ऐन अन्तर्गत 2049 अन्तर्गत हामीले लिएको लाइसेन्स हो। त्यसमा चाहिँ स्वामित्व हस्तान्तरणको विषयमा चाहिँ के भनिरहेको छ भने विदेशीले 51% भन्दा बढी लगानी गरेको आयोजना सरकारलाई दिने भन्ने प्रश्न लेखेको छ। त्यस कारणले चाहिँ हामीहरूको चाहिँ त्यो दिनुपर्छ भन्नेमा चाहिँ हाम्रो लाग्दैन। खास गरी नेपालको निजी क्षेत्रको ऊर्जा उत्पादनमा करिब 70% भन्दा बढी चाहिँ भूमिका छ। भनेको सरकारले उत्पादन गरेको भन्दा निजी क्षेत्रले तुलनात्मक रूपमा धेरै उत्पादन गरेको छ। त्यो सबैको लागि राम्रो कुरा पनि हो, निजी क्षेत्रले त्यो गर्न सकेको छ। तर यहाँ चाहिँ के छ भने आम मान्छेमा चाहिँ जस्तो आइपिओबाट चाहिँ पैसा उठाएर चाहिँ निजी क्षेत्रका केही सीमित मान्छेहरूले मात्रै कमाए, जनताको लगानी चाहिँ डुब्ने भयो भन्ने गुनासाहरू पनि सुनिन्छ। यसलाई कसरी हेर्नु भएको छ? यो यस्तो कुनै पनि क्षेत्र अलिकति विकास गर्यो, अलिकति फड्को मार्न खोज्यो भने त्यसलाई विभिन्नतिरबाट चाहिँ आक्रमण हुन्छ। यो जलविद्युत मात्र होइन, योभन्दा पहिला पनि हामीले देखेको छौँ। यहाँ हाम्रो देशमा चाहिँ अलिकति हाम्रो राम्रो अनुभव छैन होइन। त्यस कारणले चाहिँ हामी चाहिँ सकारात्मक नकारात्मक कुरातिर चाहिँ पछि लाग्ने र त्यसकोलाई चाहिँ धेरै चाहिँ हाइलाइट गर्ने भएको हुनाले यस्तो लागेको। त्यस्तो केही पनि छैन। अहिलेको यो क्षेत्रमा तपाईँले हेर्नु पर्दाखेरि सबैभन्दा राम्रो सेक्टर जलविद्युत यो देखिरहेछ। जसरी एक्चुअली हामीले लगानी गरेर बत्ती बालिसकेपछि त्यो लामो समयसम्म बजारको व्यवस्था छ होइन, बजार पुग्नुपर्ने छैन र हाम्रो कुनै पनि दिन हाम्रो बिजुली बिकेन भन्नुपर्ने अवस्था छैन। त्यस कारणले गर्दाखेरि ढुक्क भएर लगानी गर्दा हुन्छ। यो कुनै पनि कुरा होइन। बनाउँदाखेरि हो पैसा ठुलो आवश्यक पर्छ, ठुलो पुँजी आवश्यक पर्छ। अनि जनताको पैसा नै उठाइन्छ। हामीले पनि अब डेभलपरहरूले पनि पैसा लिन्छन्, विभिन्न ठाउँबाट ऋण धन गरेर बनाएको हुन्छ, पर्सनल ग्यारेन्टी दिएको हुन्छ। बत्ती खोलेर ऋण बैंकको ऋण नतिरेसम्म हामी कोही फुत्केर जाने अवस्था छैन। त्यस कारण चाहिँ यो चाहिँ अब जुन त्यो लागेपछि चाहिँ नलाग्नु म सबैलाई अनुरोध गर्छु। अनि यहाँ अलिकति मैले जोड्नु खोजेँ, एकातिर सरकारले 30-35 वर्षपछि प्रोजेक्ट चाहिँ सरकारले आफूले लिने भन्ने खालको चाहिँ अध्ययन गरिरहेको छ अथवा तपाईँहरूले लाइसेन्स दिएको छ। अर्कातिर चाहिँ त्यो जलविद्युत आयोजनाहरूले चाहिँ रिटर्न दिइरहनु सकेको अवस्था छैन, प्रतिफल दिन सकेको अवस्था छैन। जस्तो चाहिँ अनुमानित भन्दा 80% मात्रै आम्दानी गरिरहेको अवस्था छ। यस्तो अवस्थामा त लगानी गर्ने, आइपिओमा लगानी गर्ने चाहिँ सर्वसाधारणले त पेब्याक अथवा चाहिँ प्रतिफल त पाउने अवस्था भएन नि। त्यसको हिसाबले चाहिँ लगानीको जोखिममा छ नि त। यसमा अलिकति समस्या छ। यसमा चाहिँ कस्तो भने यो हामीहरूको मात्रै जस्तै आयोजनाको मात्रै कारणले भएको छैन। कतिपय ठाउँमा आयोजना समयमा सम्पन्न भएको छ, ट्रान्समिसन लाइनको कारणले चाहिँ हामीले चाहिँ विद्युत प्रवाह गर्न सकेका छैनौँ र हाम्रो चाहिँ अलिकति विद्युत प्रवाह गर्न नसक्ने बित्तिकै हाम्रो लागत पनि बढिहाल्छ होइन। अर्को कुरा चाहिँ कस्तो छ भनेदेखि अलिअलि मेसिनरीमा पनि कहिले कहिले आउला, त्यो हामीले हेर्ने कुरा हो। अर्को कुरा चाहिँ अहिले चाहिँ जुन नदीमा पहिला जस्तो पानीको बहाव अलिकति घटेको अवस्था हो।
त्यसमा चाहिँ हामीले पिपिए गर्दाखेरि चाहिँ एकचोटि जुन इनर्जी लक गरेर राखेको हुन्छौँ अब हामीले त्यसैमा दिनुपर्ने बाध्यता हुन्छ नपुग्दाखेरि विद्युत प्राधिकरणले चाहिँ पेनाल्टी काट्ने चलन छ र यसलाई चाहिँ हामीले चाहिँ पुनरावलोकन गरिदिनु पर्यो भनेर हामी कुरा उठाएको छौँ अब जस्तै अब यो नेचरले चाहिँ जुन नेचरको कारणले भएको कुराको चाहिँ सजाय चाहिँ अहिले हामीले मात्रै पाइरहेको छौँ यसले गर्दाखेरि तपाईँले भनेको कुरा अलिअलि त्यो पनि हो अब यसलाई चाहिँ अब चाँडै नै यसलाई सम्बोधन गर्नुपर्छ विद्युत प्राधिकरणसँग हाम्रो कुरा भइरहेछ र एकचोटि इनर्जी टेबललाई चाहिँ संशोधन गर्नको लागि सायद अब छिटै निर्णय हुन्छ एक अर्कातिर फेरि चाहिँ उसले चाहिँ सेबनले चाहिँ तपाईँहरूको आइपिओ निकाल्नलाई जलविद्युत आयोजनाहरूको आइपिओ निकाल्नु 22 महिनादेखि रोकेको छ यसले तपाईँहरूलाई कस्तो अप्ठ्यारो भयो यसले धेरै अप्ठ्यारो परेको छ अहिले 42वटा आयोजनाहरू हाम्रो चाहिँ आइपिओको पर्खाइमा छ प्रोजेक्ट हामीले सुरु गर्दाखेरि फाइनेन्सियल पोजिसन गर्दाखेरि अब हाम्रो ठुलो पुँजी लगाउनु पर्ने हुन्छ त्यसमा चाहिँ जुन हामीले इक्विटीको चाहिँ 30% चाहिँ हामीले आइपिओबाट आउँछ भनेर पोजिसन गरेर हामीले चाहिँ अगाडि बढेको छौँ र त्यसले गर्दाखेरि यो आइपिओ नआउने बित्तिकै हामीले पुँजी कलेक्सन गर्न गाह्रो परेको छ र यसले गर्दाखेरि समयमा आयोजना सम्पन्न नहुने बित्तिकै लागत बढ्ने होइन यो भएको हुनाले चाहिँ यसले धेरै ठुलो समस्या परेको छ अब यसलाई छिट्टै नै खोल्नुपर्छ भनेर हामी एकदमै पहल गरिरहेका छौँ अब यसमा चाहिँ अब सेबनले लेखा समिति देखाउँछ लेखा समितिले कता देखाउँछ कहिले अर्को समिति भन्दा भन्दै घुमिरहेछ हामीले सरकारलाई पनि निकै नै यो विषयमा घचघचाएको छौँ प्रधानमन्त्रीज्यूदेखि सबैलाई चाहिँ हामीले चाहिँ जानकारी गराएको छौँ यो अवस्थामा रहनु हुँदैन यसले गर्दाखेरि यो क्षेत्रलाई ठुलो असर पर्छ भनेर हामीले चाहिँ एकदम पहल गरिरहेको अब तपाईँको बुझाइमा चाहिँ यो आइपिओ 22 महिनादेखि किन रोकियो अब यो थाहा छैन हेर्नुहोस् यो रोक्नुपर्ने कुरै होइन अब चाहिँ अब सर्वसाधारणलाई सेयर दिनुपर्छ भन्ने पनि अब चाहिँ सरकारी नियमै हो हामीले एप्लाई गर्दाखेरि चाहिँ अब पहिला चाहिँ के कहिले अध्यक्ष छैन भनेर चाहिँ रोकेको अवस्था हो पछि अध्यक्ष आएपछि नि खुल्टाएको अवस्था छैन अब यो चाहिँ अलिक समस्या भइरहेछ अब हामी बजेटको लगभग तयारीको अवस्थामा छौँ जेठ 15 गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ तपाईँहरूले लिखित रूपमा पनि बजेटलाई सुझावहरू दिइसक्नु भएको होला आगामी बजेटमा चाहिँ के कुराहरू समेट्यो भने अथवा तपाईँहरूको अपेक्षा के छन् ती कुराहरू समेट्यो भने चाहिँ ऊर्जा क्षेत्र अझ यसको चाहिँ डाइनामिक्स बढ्छ अझ चाहिँ त्यसले चाहिँ तपाईँहरूलाई सहयोग गर्छ भन्ने लाग्छ के छन् तपाईँहरूको चाहिँ आगामी बजेटमा अपेक्षा हामीले सरकारसँग त्यति धेरै ठुलो अपेक्षा राखेको छैनौँ हामीले काम गर्ने वातावरण सहज बनाइदिनु मात्रै भनेको हामी काम गर्न आफै सचेत छौँ गर्छौँ भन्ने कुरा हो र पहिला बजेटले दिँदै आएको कुरालाई निरन्तरता दिइदिनुपर्छ भन्ने मात्रै कुरा हो त्यसमा थप कुरा हामीले चाहिँ खास त्यस्तो केही मागेको छैनौँ र पहिला बजेटले दिएको कुरा बिचमा केही हटाएको कुरा छ त्यसलाई कन्टिन्यू गर्नुपर्छ भन्ने जस्तै हामीले मर्मत सम्मानको नाममा चाहिँ जुन हाम्रो चाहिँ मेसिनरी इक्विपमेन्ट पार्ट्सहरू आउँदाखेरि भन्सार छुट थियो त्यो अहिले हटाइदिएको अवस्था छ त्यसले गर्दाखेरि गत साल बाढीमा परेका आयोजनाले पनि इक्विपमेन्ट ल्याउँदाखेरि सामान ल्याउँदाखेरि भन्सार दिनु पर्दाखेरि एकदमै धेरै ठुलो समस्या परेको छ पहिला चाहिँ यसमा अर्को पनि के समस्या छ भने पहिला चाहिँ भन्सार छुटमा आएको त्यसकै मूल्यको आधारमा हामीले बिमा गरेको छौँ बिमाको क्लेम पनि त्यो हिसाबले आउनु भयो अहिले चाहिँ हामीले गर्दाखेरि 30% बढी तिर्नुपर्ने गर्दाखेरि हामीले कतिपय आयोजनाहरूले चाहिँ धेरै ठुलो मौका गरेको छ त्यस कारणले चाहिँ यो पहिला दिँदै आएको कुराहरूलाई कन्टिन्यू गर्नुपर्छ भनेर हामीले प्रश्न रूपमा भनेको छौँ तपाईँहरूले चाहिँ यो भन्सार छुटको कुरा गरिरहँदा अर्थ मन्त्रालय चाहिँ के भन्छ भने अर्थ मन्त्रालयका चाहिँ नेतृत्वले के भन्छ भने अब यो जलविद्युतको नाममा चाहिँ सधैँभरि छुट दिएर भन्न सकिँदैन भन्ने भन्छ नि उनीहरू चाहिँ सम्भावना भएको क्षेत्र यही हो हामीसँग भएको सबै कुरा हामी आयत मात्रै गरेर बस्ने त हामीले उत्पादन गरेर बेच्ने यो सेक्टरलाई चाहिँ सरकारले सपोर्ट नगरेर चाहिँ हुन्छ होइन विकास हुनलाई यसलाई चाहिँ बस्नुपर्छ सबैतिरबाट भन्यो भनेदेखि त यो हाम्रो लागि मात्र होइन देशको लागि पनि घाटा हो यो त्यस्तो सोचाइ राखेर चाहिँ अगाडि बढ्नु हुँदैन तपाईँहरूले त्यो छुट उसलाई निरन्तरता पाउनुपर्छ किनभने हामीले चाहिँ त्यति मात्र केही छुट पाएको हुन्छ त्यसले हामीले बिजुली उत्पादन गरेर देशमा खपत गरेर कति अर्थतन्त्रमा सहयोग गरेको छ अर्थ मन्त्रालयले त्यो पनि त हेरेको होला होइन जस्तै हामी पेट्रोलियम आयातहरू घटाएको छौँ अब यसैले पनि मल्टिप्लाई गर्दाखेरि कति चाहिँ हाम्रो चाहिँ यो बिजुली पर्याप्त भएको कारणले अहिले केही वर्षदेखि मात्रै हामीहरूले चाहिँ पर्याप्त बिजुली पाएको छौँ नि हामी उज्यालोमा बस्नु पाएको छौँ अब यसलाई हेर्नु पऱ्यो यो नहुँदाखेरि के अवस्था थियो यसले अर्थतन्त्रमा कति चाहिँ यसले चाहिँ सहयोग गर्यो भन्ने कुरा पनि बुझिदिनु पऱ्यो यो अलिकति यसको हो अब बिमातिर जाँदा चाहिँ बिमा प्राधिकरणले अहिले जलविद्युत आयोजनाहरूको चाहिँ रेट एउटै हुँदैन रिक्स हेरेर यसलाई चाहिँ फरक फरक गर्नुपर्छ भनेर चाहिँ एउटा कार्यनीति जस्तो चाहिँ बनाइरहेको अवस्था छ अहिले तपाईँहरूलाई बिमा गर्न कतिको सजिलो छ कम्पनीहरूले मानिरहेको छैनन् भन्ने चाहिँ गुनासोहरू प्रवर्तकहरूबाट सुनिन्छ नि के हो कतिपय आयोजनाहरूको बिमा गर्न कम्पनीहरूले मानिरहेको छैन त्यो अवस्था हो हाम्रो काममा पनि यो जानकारी आएको हो होइन बिमा गरेन हाम्रो आयोजनाहरू भनेर आएको हो यो अब कस्तो नै अब बिमाले पनि रिस्क नदेखेको ठाउँमा मात्रै सजिलो बिमा गर्ने जहाँ रिस्क हाई छ त्यहाँ बिमा गर्न चाहिँ अहिले आम्दानी गर्न पाइँदैन होइन यो बिमा हामीले चाहिँ जोखिमको लागि चाहिँ जुन बिमा गर्ने हो जहाँ रिस्क छ त्यसको लागि बिमा गर्ने बिमा सबैले गर्नुपर्छ त्यो अनुसार चाहिँ प्राधिकरणले पनि एउटा चाहिँ सर्कुलरै गर्नुपर्ने हुन्छ अहिले सरकारले विभिन्न खालका कानुन बनाएर होस् विधेयक ल्याएर होस् अरू निर्देशिकाहरू बनाएर होस् के गरोस्
जलविद्युत क्षेत्र अलिकति बढी चाहिँ कडाइ गर्नु खोजेको, नियमन अलिक बढी चाहिँ कडा नियमन गर्न खोजेको यसरी हेरिरहेको छन्। यसले तपाईँहरूले यसलाई चाहिँ निजी क्षेत्रले कसरी बुझिरहेको छ? होइन, यो कस्तो छ भनेदेखि अब जस्तै अस्ति भर्खरै अब यो सरकारले मन्त्रीज्यूले को पहलमा भनौँ न, सरकारले चाहिँ ऊर्जा रोडम्याप पास गर्यो। त्यो 10 वर्षमा 28,500 मेगावाट उत्पादन गर्ने भनेर। त्यो सँगसँगै केही नीति नियमहरू चाहिँ कुबुला गर्नुपर्छ भनेर पनि पास भएको छ। एकातिर त्यो हुने होइन, पास हुने, अनि अर्कोतिर टाइट गर्दै जाँदाखेरि त यो त हातखुट्टा बाँधेर कुद भने जस्तो भयो। अब यो क्षेत्र विकास कसरी हुन्छ नीति नियम कडाइ गरेर? यसलाई त सहजीकरण गर्नु पर्यो होइन। तपाईँले अलिकति कुरा पनि उठाउनु भयो। सरकारले 2035 सम्म 28,500 मेगावाट उत्पादन गर्ने, 14,000 जति भाग गर्ने र बाँकी आन्तरिक खपत गर्ने, 15,000 विदेश निर्यात गर्ने र बाँकी आन्तरिक खपत गर्ने भनेर योजना बनाएको छ। यो कतिको सम्भव देख्नुहुन्छ तपाईँले? होइन, अहिले भर्खर त्यो सम्भव छ, तर भर्खरै यहाँले भने जस्तै सबै 13वटा नीति नियम कस्तै ल्यायो भने यो सम्भव छैन होइन। सहजीकरण गरिदिनु पर्यो, काम गर्ने वातावरण बनाइदिनु पर्यो होइन। त्यसको लागि हामी सरकारले पैसै दियो भनेको छैन। निजी क्षेत्र पनि सक्षम छ। अब 400-500 मेगावाटको बिजुली के अरे आयोजनाहरू सम्पन्न गर्नलाई निजी क्षेत्र चाहिँ सम्पन्न छ, किन के अरे सक्षम छ। किनभनेदेखि प्राविधिकहरूको पनि एकदमै राम्रो विकास भएको छ होइन, ब्याङ्कहरूको पनि विकास भएको छ, लगानी पनि जुट छ। अब केही पहल सरकारले गरिदियो भने अब यसमाथि धेरै नै सहज देख्छु हामीले। तर अब यस्तै अब वनले उता कस्ने, यता अरू नीति नियम बनाउने, अब सबैतिर चाहिँ अब अप्ठ्यारो पार्दै गयो भने सकिँदैन। यसलाई जसरी चाहिँ त्यो रोडम्यापमा ल्याएको छ त्यसलाई चाहिँ जस्ता जस्तै पास गरेर अगाडि बढायो भनेदेखि यो सम्भव छ। अहिलेसम्म सरकारका तर्फबाट चाहिँ त्यो 28,500 मेगावाट उत्पादन गर्ने लक्ष्यलाई कार्यान्वयन गर्न त कुनै चाहिँ न कार्ययोजना बनिसकेको अवस्था छ, न तपाईँले कुनै कमिटीमा चाहिँ काम गरिरहेको अवस्था छ। यसले त त्यसलाई त सम्भव देख्दैन। यसमा चाहिँ मैले सोध्न खोजेको तपाईँलाई चाहिँ सरकारी पक्षको त्यो तयारी कुरा हो। मैले तपाईँलाई सोध्न खोजेको चाहिँ निजी क्षेत्रले चाहिँ यसलाई चाहिँ यो 28,500 को लागि चाहिँ सरकारसँग सहकार्य गरेर अथवा सरकारले तपाईँहरूसँग सहकार्य गरेर चाहिँ कसरी केही काम गरिरहेको छ कि अहिलेसम्म सरकार र तपाईँहरूको बिचमा चाहिँ केही त्यो खालको वातावरण बनाएको छ सहकार्य गरेर अगाडि बढ्ने भन्ने विषयमा? यसमा औपचारिक रूपमा चाहिँ यस्तो भएको छैन होइन। अनौपचारिक चाहिँ हाम्रो बिचमा केही कतै छलफल अलिअलि भएको छ। अब पहिलो कुरा त उत्पादन गर्नलाई पिपिए खोल्नु पऱ्यो होइन। पिपिए खोल्न चाहिँ भर्खर सुरुवात हुन लागेको छ होइन। यसलाई पिपिए सबै खोलिदिनु पऱ्यो। 12,000 करिब 13,000 मेगावाट चाहिँ हामीले चाहिँ निजी क्षेत्रले चाहिँ पिपिएको लागि पर्खाइमा बसेको छ। यो पिपिए बन्द गरेर राखेपछि त अगाडि बढ्ने अवस्था छैन होइन। यो पिपिए आज कसले भोलि उत्पादन गर्ने कुरा भएन, यसलाई पनि 5-7 वर्ष लाग्छ। त्यस कारण चाहिँ पिपिए खोलिदिनुपर्छ पहिलो कुरो। अब सँगसँगै अरू विषयमा पनि नीति नियम बनाउने कुरामा पनि पक्कै पनि हाम्रो राय सुझाव पनि लिनुहुन्छ होला जस्तो लाग्छ। सरकारी ऊर्जा मन्त्रालय भनौँ अथवा सरकारी पक्षले चाहिँ तपाईँहरूलाई आगोको मात्रै प्रोजेक्ट गर्छ, हाम्रो त्यही गर्छन् निजी क्षेत्रका मान्छेहरूले, त्यसमा फाइदा हुन्छ भनेर भन्छन्। जस्तो हाम्रो त ऊर्जा संरक्षणको चाहिँ अवधारणा छ, जलाशयको 80%, यसको चाहिँ 80%, वैकल्पिक ऊर्जाको 80% भनेर छुट्याइएको छ। तपाईँहरू किन यो चाहिँ जलाशय खालको प्रोजेक्ट चाहिँ हामीलाई इनर्जी सेक्युरिटीको लागि पनि भोलि काम लाग्ने प्रोजेक्टमा चाहिँ किन चाहिँ तपाईँ लगानी गर्न चाहिँ चाहनुहुन्न, के हो? होइन, यो अहिले गरिरहेको छौँ हामीले। अहिले पिआरआरको आयोजनाहरू पनि हामी गरिरहेको छौँ। अब जलाशय एउटा ठुल्ठुलो आयोजनाहरूको त जुन रेट अहिले दिइरहेको छ त्यो रेटले चाहिँ यो सम्भव छैन। त्यहाँदेखि लगानी गर्नुपर्ने भावनाले कुनै एउटा रेट तय गरिदियो अथवा कुनै एउटा चाहिँ नीति बनाइदियो, यस्तो आयोजनालाई यसरी हामी लिन्छौँ भन्ने भयो भनेदेखि पक्कै पनि हामी निजी क्षेत्रहरू त्यसको लागि चाहिँ हामी तयार छौँ। रेट परिवर्तन होइन, जस्तो आरओआरको रेट हो नि त। यो आरओआरको रेटमा सबै गर्नु भने त सम्भव छैन। थोरै मात्रामा पिआरआरमा त हामीले गरिरहेको छौँ। पिआरआर आयोजनाहरू त हामीले अगाडि बढाइदिरहेको छौँ। किनभने हामीलाई चाहिँ 1,000 मेगावाट जतिको रिजर्भ ब्याङ्कको लागि चाहिँ यो रेटले पुग्दैन होइन। रिजर्भ ब्याङ्कले त अब चाहिँ एकदमै धेरै लगानी हुन्छ। अब सरकारले त आफैले त आँटेर धेरै गर्न सकिरहेको अवस्था छैन अहिले। खुसीको कुरा के भने योपटक हामीले बङ्गलादेश पनि बिजुली निर्यात गर्न सफल भयौँ। हाम्रो बर्खामा चाहिँ सरप्लस बिजुली छ 1,000 मेगावाट जति, तर हिउँदमा चाहिँ हामीलाई 700-800 मेगावाटसम्म चाहिँ भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। तपाईँ आफू लामो समयदेखि ऊर्जा क्षेत्रमा लागेका, नेपाल चाहिँ कहिले चाहिँ हिउँदमा पनि आत्मनिर्भर होला भन्ने लाग्छ तपाईँलाई? लाग्छ, यसको 3-4 वर्ष अगाडि लाग्छ। किनभने अहिले हामी करिब 5,000 मेगावाट बिजुली आयोजनाहरू चाहिँ निर्माणमा छ, यो सम्पन्न हुनुपर्छ। सँगसँगै अब यो सोलर आयोजनाहरू पनि बन्नुपर्छ होइन। सोलरको पनि अस्ति भर्खरै 700-800 मेगावाट जुन लाइसेन्स इस्यु भएको छ, टेन्डर जुन प्रक्रिया अगाडि बढेको छ, यो आयोजनाहरू सम्पन्न हुनुपर्छ र निर्माण भएको आयोजनाहरू सम्पन्न भयो भने सायद हामीलाई आयात गर्नु पर्दैन। 4-5 वर्ष अघि लाग्छ बढी। नेपाल विद्युत कार्यक्रम, विद्युत विकास विभाग, ऊर्जा मन्त्रालय, सरकारी विभिन्न कार्यालयहरूमा हामी गइरहँदा त्यहाँ चाहिँ ऊर्जा डेभलपरहरू, ऊर्जा प्रवर्तकहरू चाहिँ खालि माग मात्रै लिएर आउँछन् भन्छन् नि सर। हो, तपाईँहरू सधैँभरि मागै मात्रै लिएर जानु त हो?
हामी हामी माग लिएर जान्छौँ के को लागि भन्दा हामी ऊर्जा विकासको लागि होइन त्यसको लागि जान्छौँ। मन्त्रालय विभाग अलिक सहजै छ अहिले धेरै कुराहरू सुनेर अब धेरै माग बाँकी छैन त्यहाँ केही प्रक्रियागत कुराहरूलाई मात्रै हामी सहजीकरण गर्नको लागि मात्रै कुरा गरेका छौँ। त्यो माग किन लिएर गइरहन्छौँ भने त्यो माग पुरा नभएर एकचोटि मागेको कुरो दियो भने त अरूले त्यो माग हामीले जाँच छैन त्यो नदेखि पटक पटक लिएर जानुपर्ने बाध्यता हो होइन। तर अहिले मैले भने विभागमा खासै त्यति मन्त्रालय विभागमा चाहिँ अब अलिकति प्रक्रियागत कुराहरूमा मात्र अरू कुराहरूमा चाहिँ हाम्रो त्यति अप्ठ्यारो छैन अहिले। भनेको अहिलेको ऊर्जाको नेतृत्वले तपाईँहरूलाई सहयोग गरिरहेको छ। अहिले गरिरहेको छ किनभने अलिकति ऊर्जा क्षेत्र बुझेको पनि नेतृत्व हो र यद्यपि हाम्रो केही कुराहरू छन् जस्तै आरसिओडीको कुराहरू छ। यो केही करिब 1100 मेगावाटको चाहिँ आरसिओडी सकिएर ब्याङ्कले लगानी नगरेर बसेको अवस्थामा छ र ती आयोजनाहरू अहिले अगाडि बढाउनको लागि आरसिओडी थपिदिनको लागि हामी पटक पटक रिक्वेस्ट गरेका छौँ। यहाँनिर अलिकति क्लियर हुनु तपाईँले आरसिओडी भन्दा चाहिँ कमर्सियल उत्पादन गर्ने रेट चाहिँ किन तपाईँहरूले त्यसलाई चाहिँ एक्सटेन्सन गर्न मागिरहनुहुन्छ नि के कारणले हो? होइन पहिला यस्तो थियो यो के भने पहिला चाहिँ यो यसको अलिक पछाडिदेखि नै यसको असर परेको छ। जस्तै कोभिड पछि त्यो बेलामा ब्याङ्कहरूको स्थिति राम्रो भएन, समयमा चाहिँ ब्याङ्कहरूले लगानी गर्न सकेन, लगानी गरेको जुन क्लोजर गरेको आयोजनाहरूमा पनि पैसाको प्रभाव गर्न सकेन, भारतबाट विस्फोटक पदार्थ समयमा आउन सकेन। अनि अर्को चाहिँ हाम्रो असाध्यै धेरै समस्या चाहिँ वनमा चाहिँ जुन क्लियरेन्सको लागि हामीले लिएर गएको जुन फाइलहरू समयमा बुक भएन, जग्गा विवादका कुराहरू आइएको कुराहरू समयमा स्वीकृत नभएको कारणले वर्षौँ लागेको कारणले हामी समयमा गर्न सकेनौँ। त्यसको लागि चाहिँ अब गर्छु भन्दा आउँदाखेरि यो थपिदिनुपर्छ। अब यसमा यो होइन कि आरसिओडी गएको प्रोजेक्टको म पेनल्टी लिन्छु र म धनी हुन्छु भनेर कुनै संस्थाले भन्नुभन्दा यसलाई चाहिँ विकास गरेर त्यसबाट फाउन्डिङबाट चाहिँ त्यो चाहिँ मुनाफा चाहिँ बढी हुन्छ जस्तो लाग्छ हामीलाई। त्यसको लागि चाहिँ गरिदिनलाई चाहिँ मैले हामी पटक पटक यो कुरा उठाइरहेको छु। किनभने तपाईँहरू हरेक वर्ष जस्तो आरसिओडी नीतिको चाहिँ गर्नु पऱ्यो, परिवर्तन गर्नु पऱ्यो भनेर चाहिँ के अरे चाहिँ लागिरहेको अवस्था छ नि। खुसीको कुरा अहिले निजी क्षेत्र पनि अब प्रसारण लाइनमा प्रवेश गर्ने भन्ने चिज हो। हामी कहाँ अत्यन्त पुरानो प्रसारण लाइन भएका कारणले गर्दा हाम्रो चाहिँ बिजुली झ्याप जाने समस्या होइन, ट्रिपिङ समस्याहरू एकदम बढी छ। निजी क्षेत्रले चाहिँ यो ठुल्ठुलो प्रसारण लाइनहरू आफै लगानी गरेर हाइड्रोपावर विकास गरेर यसरी गर्न सक्दैन। सक्छ, हामी मागिरहेको छौँ। त्यसको लागि के चाहिन्छ तपाईँहरूलाई? के राज्यले गरिदिनु? राज्यले दिनु पऱ्यो, यसमा एउटा रेट दिनु पऱ्यो, यसमा एउटा पहिला लाइसेन्स दिनु पऱ्यो, रेट दिनु पऱ्यो। हामी त प्रसारण लाइन मात्र होइन, हामी चाहिँ मार्केट पनि हामी आफै खोज्छौँ भनिरहेको छौँ। हामी विद्युत व्यापारको लागि पनि हामी मागिरहेको छौँ होइन। हामीले चाहिँ अब प्राधिकरणले बारेमा बेच्न नसकेको कुरा चाहिँ अब हामी आफै पनि बाहिर खोजेर बेच्न सक्छौँ, राम्रो पैसामा बेच्न सक्छौँ भनेर हामी त्यो पनि खोजिरहेको छौँ। र प्रसारण लाइनमा चाहिँ अब सरकार र निजी क्षेत्र मिलेर जाने गरी 2-3टा आयोजनाहरू हामीले सुरुवात पनि गरेका छौँ। र कतिपय ठाउँमा चाहिँ अब निजी क्षेत्र आफै पनि प्रसारण लाइन दियो, ल ठिक छ अहिले हाइड्रो जस्तै दिइरहेछ। अब प्रसारण लाइन यहाँदेखि यहाँ बनाऊ, यसको यदि युनिटले आउँछ भनेर एउटा रेट तय भइदियो भने निजी क्षेत्र पक्कै पनि यसमा चाहिँ आकर्षित छ। किनभने मैले विद्युत व्यापारतिर जोड्दा त्यो सरकारले जहिले पनि लाइसेन्स दिन्छु, अघिल्ला मन्त्रीहरू हुँदा अघिल्लो नेतृत्व हुँदा चाहिँ लाइसेन्स दिन्छु भन्छ। तपाईँहरूले आवेदन पनि दिनु सक्नु भएको छ ऊर्जा मन्त्रालयमा। ऊर्जा मन्त्रालयबाट तपाईँहरूलाई के भन्छन् अथवा तपाईँहरूको लाइसेन्सलाई चाहिँ किन स्वीकृत भएन अथवा कानुनी व्यवस्था के हो? तपाईँहरूलाई विद्युत व्यापार गर्न चाहिँ अब केले छिक्यो त? उहाँहरूले चाहिँ अहिले हामीले दिन्छु भनेको छ, दिने मनस्थितिमा पनि हो, हामीले पाएको छौँ र केही कानुनी अडचनले नै हो। अब नयाँ चाहिँ ऐन आएपछि दिन्छौँ अथवा ऐनमा व्यवस्था गरेर दिन्छौँ भन्ने कुरा चाहिँ आइरहेछ। तर अब ऐन यो एउटा राम्रो कुरा यो पनि छ ऐनमा। र मैले अघि भने सुरुमै भने हाम्रो ऐनको केही हाम्रो चाहिँ केही रिजर्भेसन पनि छ, त्यसले गर्दाखेरि यो ऐन पनि अब त्यतिकै बसिरहेको छ। र सरकारले चाह्यो भनेदेखि यसलाई चाहिँ बाटो खोल्न सक्छ होइन। जस्तै गरी अहिले विद्युत प्राधिकरणले पनि त निर्यात गरेको छ, के आधारमा गरे त? कानुनै नभए त उसले गर्न सक्दैन थियो, त्यो आधारमा पनि टेकेर दिन सक्छ अथवा अध्यादेशबाट ल्याएर पनि दिन सक्छ होइन। अब यसमा चाहिँ अलिकति अब सरकारले चाहिँ अलिक सिरियस नल्यायो कि हाम्रो भुत लागेपछि हामी जुन खालको ऊर्जा सङ्कट खेप्छौँ, बर्खा लागेपछि हामीलाई अर्को चिन्ताले सताउँछ। त्यो चिन्ता भनेको चाहिँ 1000 जति बिजुली चाहिँ बढी हुने भयो, कसरी चाहिँ बेच्ने होला? विद्युत प्राधिकरणसँग त्यो चाहिँ बढी बिजुली हुने भएपछि त्यो स्पिल भएर खेर जाने भएपछि चाहिँ लोड डिस्प्याच सेन्टरले फोन गरेर तपाईँहरूलाई पावर हाउस बन्द गरेर लगाउँछ। भनेको बर्खामा चाहिँ तपाईँहरूलाई लाइसेन्स दिने भने सरप्लस हुने चाहिँ 1000 मेगावाट अथवा जति पनि सरप्लस हुन्छ त्यो सबै भारतमा अथवा कता निर्यात गरेर बेच्न सक्नुहुन्छ? सकिन्छ, सक्नुहुन्छ। विदेशी कम्पनीहरूसँग चाहिँ हामीहरूको चाहिँ अहिले एमओयू पनि भएको छ, उहाँहरू किन्नलाई इन्ट्रेस्टेड पनि हुनुहुन्छ होइन। जतिखेर हाम्रो स्पिल हुन्छ बढी हुन्छ त्यतिखेर उता भारतमा डिमान्ड हाई हुन्छ। त्यस कारणले चाहिँ यो व्यवस्थापन गर्न सकिन्छ। यो अलिकति कुरा भयो, अलिकति म निजी क्षेत्रतिर आउन खोजेको। जस्तो तपाईँहरूले इपान मार्फत पनि केही विषयहरूको लबिङ गरेर भन्ने भेटिन्छ। अहिले तपाईँहरूले ठ्याक्कै यस्ता कुराहरूले चाहिँ हामीलाई चाहिँ डेभलप गर्नलाई प्रोजेक्ट बनाउनलाई चाहिँ एकदमै समस्या गर्यो भन्ने यस्ता केही बुदामा भन्न मिल्ने कुराहरू जसले चाहिँ हामीलाई ठुलो समस्या पार्यो, हामीले काम गर्न सकेनौँ भन्ने केही छ समस्या? अहिले सबैभन्दा ठुलो समस्या भनेको चाहिँ हामीले वनबाट समयमा क्लियरेन्स पाउँदैनौँ।
वनमा पहिलो कुरो छिर्नै पाउँदैनौँ। छिरेर चाहिँ बल्ल बल्ल आइए गरिसकेपछि त्यो स्वीकृत गर्ने, जग्गा भोगानी गरिदिने, यो अनेक झन्झटिला प्रक्रियाहरू छ। त्यसले गर्दा एउटा ढिला हुन्छ, समयमा गर्न सक्दैनौँ। 5 वर्षको लागि सर्भिस लाइसेन्स दिएकोमा 5 वर्षमा चाहिँ अध्ययन अनुमति नै सहमति नै नदिएको अवस्था पनि छ। अब यो एउटा ठुलो समस्या हो। त्यसपछि गएर विस्फोटक पदार्थको समस्या छ, त्यो चाहिँ नियमित सप्लाई छैन। त्यसले गर्दाखेरि पनि हामी काम गर्न सक्दैनौँ र कतिपय ठाउँमा चाहिँ ट्रान्समिसनको पनि अभाव हो र ट्रान्समिसनमा चाहिँ अलिक पछिल्लो समयमा अलिकति केही विकास भएको छ र स्थानीय अवरोध छँदैछ होइन। कुनै पनि ठाउँमा चाहिँ आयोजना लिएर जाँदाखेरि आयोजनाभन्दा बढी ठुल्ठुलो चाहिँ मागहरू आउँछ। अब त्यसलाई पनि कसैले सम्बोधन गरेर कहीँ गएर सुनाइ हुने अवस्था छैन, त्यसको पनि हामी आफै मिलाउनु पर्ने हुन्छ। विभिन्न कारणले गर्दाखेरि चाहिँ समस्या पनि होइन। अब बिजुली खेल्ने समस्या छैन बर्खा छ। बिजुली कतिपय ठाउँमा हाम्रो कन्टिन्जेन्सीमा प्लान्ट अन्तर्गत चाहिँ जोडिएका बिजुलीहरू छ, त्यो चाहिँ उनीहरूले चाहिँ घटाइदिन सक्छ। त्यो पनि किन चाहिँ त्यसरी जोड्यो भन्दाखेरि पहिला हामीले पे गर्दाखेरि त टेकर पेमा गरेको हो। हामीले जति पनि उत्पादन गरेको बिजुली प्राधिकरणले किन्छु भन्ने सहमति गरेर गरेको हो र अब बिजुली बढी हुँदै गएपछि लास्टमा चाहिँ हामीले आयोजना सम्पन्न गऱ्यौँ। अनि त्यसपछि कनेक्सन गर्ने बेलामा चाहिँ यहाँबाट यति मात्रै फ्लो हुन्छ, तिमीले जति जान्छ त्यतिमा मात्रै पठाउने भए हामी चाहिँ जोडिदिन्छौँ भनेर एउटा चाहिँ अर्को चाहिँ एग्रिमेन्ट गराएर चाहिँ हामीले चाहिँ कनेक्सन गरेको अवस्था हो। अनि त्यो आयोजनाहरूलाई चाहिँ उनीहरूले बिजुली बढी हुँदाखेरि चाहिँ लोड घटाउन चाहिँ अनुरोध गरेको। कति जति छैन हाम्रो कन्टिन्जेन्सी? अब त धेरै छैन, कन्टिन्जेन्सीमा त झन् आधा आयोजनाहरू छ होइन। अब यो पहिला यो मसानी कोरिडोरमा चाहिँ सर्ने ठुलो समस्या हो। अब जान्छ अब हट्छ भन्ने छ, तर पनि हटाएको अवस्था छैन। हामीलाई यो महत्त्वपूर्ण समय दिनुभयो, नेपाल पूर्वाधार.comलाई महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धन्यवाद। साथै नयाँ वर्ष 2022को तपाईँलाई पनि धेरै धेरै शुभकामना। धन्यवाद। यहाँलाई पनि यहाँको लोकप्रिय नेपाल पूर्वाधार फेरि सुरु गर्नुभएकोमा म फेरि पनि बधाई दिन चाहन्छु र साथसाथै नयाँ वर्षको सबैलाई हार्दिक शुभकामना व्यक्त गर्छु।